हेलो, आज चाहिँ हामी यो फ्रुट केकको लागि सामानहरू तयार गर्दैछौँ। यसको लागि चाहिँ हामीलाई एक यसै गरी बेकिङ के अरे यो बेकिङ पाउडर, भेनिला इसेन्स, मिक्स नट, मिल्क, फ्लोर, बटर एन्ड आइसिङ सुगर चाहिन्छ। यसमा चाहिँ हामीलाई के कति चाहिन्छ भनेर चाहिँ यहाँ देखाइएको छ। वाउ, यता हेर्नुहोस् है हजुरहरू, यो चाहिँ हाम्रो फ्रुट केकको लागि है। बटरलाई म्यास गर्दैछौँ। उहाँले यो टक्क अब म्यास गर्दै हुनुहुन्छ। यसलाई होल्ड गर्ने क्या बेकिङ पाउडर भन्न सक्दैन केटा मान्छेहरूको कुरा चाहिँ फेरि। गाइजहरू ओके, आइसिङ सुगर एड गर्दै हुनुहुन्छ। ओके, आइसिङ सुगर एड भइसकेको छ। अब एग एड भइसकेको छ। अर्को पनि एक हाल्दा चाहिँ 1 by 1 भयो फेरि अन्त फ्राई मात्रै बिहान छिटो आउनु। सुपर 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 सुपर। ओके, भेनिला एड भइसक्यो। भेनिला हालेर पुरा हुक्स गर्दै हुनुहुन्छ रोज सरले। ओके, मिल्क हालिसकेका छौँ। ओके, हामी फ्लोर एड गर्दैछौँ। हाल्नुहोस् फ्लोर एन्ड यसमा के छ ब्रेडिङ रबर अनि हाम्रो मिक्स नट्स पनि यसैमा एड भइसकेको छ। सरहरूले चाहिँ मिलाएर फ्रुट केकको लागि चाहिँ हाम्रो यो तयार भइसकेको छ। यसलाई के भन्छ, डो। ओके ओके, यो चाहिँ हाम्रो यो केक